आजको क्लासमा उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र विविध आयोग तयारीमा जुट्नुभएका हाम्रा सम्पूर्ण साथीहरूलाई नमस्कार एवं सुस्वागत गर्न चाहन्छु। आउनुहोस् आजको यो नियमित क्लासमा हामीले आज कुन विषयमा छलफल गर्ने त? यो 3 नम्बर प्रदेश अर्थात् बागमती प्रदेश। बागमती प्रदेश, यो बागमती प्रदेशमा जम्मा कतिवटा जिल्ला छन् त? जम्मा जिल्ला संख्या कति छन् त? बागमती प्रदेश भनेको 3 नम्बर प्रदेश हो। 3 नम्बर प्रदेशमा भनेको 13 वटा जिल्ला। कतिवटा जिल्ला छन् त? 13 वटा जिल्ला हो। बागमती प्रदेश र बागमती प्रदेशको आज यो 13 वटा जिल्लालाई हामी टुक्र्याएर जीवनभरिमा कहिले पनि नबिर्सिने तरिकाहरू अपनाएर हामी याद गर्छौं। हुन्छ ल। अब जस्तै हामी यो बागमती प्रदेशलाई टुक्र्याएर हामी कसरी याद गर्ने त? एउटा ट्रिकहरू सहित हामी आज चर्चा गर्छौं। बागमती प्रदेश, अब पहिला एउटा लाइनमा जाँदा बागमती प्रदेशको यो माथिल्लो जिल्लाहरू, बागमती प्रदेशमा माथिल्लो जिल्लाहरू जस्तै एउटा यो जिल्ला, अर्को यो जिल्ला, अर्को यो जिल्ला र फेरि अर्को यो जिल्ला। यो जिल्ला भनेको के हुन्छ? दो हुन्छ। त्यसै गरी अर्को हुन्छ सी हुन्छ, दोसी भयो। अर्को हुन्छ र अनि अर्को हुन्छ धा। के छ? दोसी र धा। आफैले मिलाउँदा दोसी र धा, दोसी र धा। यसको अर्थ हामी 1 नम्बरमा के लेख्छौं? दोलखा लेख्छौं। दोलखा, दोलखा। त्यसै गरी 2 नम्बरमा के छ? अर्को जिल्ला सिन्धुपाल्चोक। सिन्धुपाल्चोक। अर्को छ 3 नम्बरमा रसुवा। अर्को छ 4 नम्बरमा के छ? धादिङ छ। अब फेरि अर्को के गर्ने? रा। यहाँ एउटा अर्को जिल्ला छ, रा छ। रा पछि एउटा फेरि यहाँ छ, ल छ। फेरि एउटा यहाँ छ, भ छ। त्यसपछि फेरि एउटा यहाँ छ, का। फेरि यहाँ नु छ एउटा। अब यो कतिवटा छ जिल्ला? 5 वटा। अनि यो माथिको कतिवटा थियो? 4 वटा हो। अब फेरि यहाँबाट फेरि सुरु गर्ने। के गर्ने? 5 नम्बरमा के छ? यो एउटा भयो मानौ। अनि त्यसपछि अर्को के छ? रामेछाप। कुन छाप रे? रामेछाप। अनि रामेछापबाट कहाँ आउने? ललितपुरमा आउने। ललितपुर पछि कहाँ जाने? भक्तपुर।
अनि त्यसपछि कहाँ पुग्ने त काठमाडौँ पुग्ने काठमाडौँ पुग्ने अनि काठमाडौँ पछि कहाँ जाने नुवाकोट घुम्न जाने नुवाकोट कतिवटा भयो 9वटा जिल्ला भयो अनि जम्मा कतिवटा जिल्ला छ त 13वटा अनि फेरि अब हामी यसलाई फेरि 3 नम्बर प्रदेश भनेको बागमती प्रदेश हो र बागमती प्रदेशलाई हामीले त्यसलाई कसरी मिलाएर याद गर्ने टुक्र्याएर हामी कसरी याद गर्न सक्छौं त्यो कुरा हामी ध्यान दियौं। अर्को फेरि यहाँ एउटा यसरी यहाँसम्म आउँछ अनि यसरी यहाँ जान्छ। अब यहाँ एउटा जिल्ला छ, यो जिल्ला छ। त्यसैगरी एउटा फेरि यता अलिकति माथि आउँछ अनि यो फेरि एउटा जिल्ला छ यहाँ। फेरि यहाँबाट एउटा यहाँ आउँछ अनि एउटा यहाँ आइहाल्छ। अब यता फेरि जिल्ला छ अनि फेरि एउटा यता जिल्ला छ। अब यो के छ 10 नम्बरमा लाग्यो। 10 नम्बरमा के छ यो सिन्धुली छ। सिन्धुली। त्यसैगरी 11 नम्बरमा अर्को छ काभ्रे। काभ्रे जहाँ कुन छ यसको राजधानी धुलीखेलमा जाने घुम्न। त्यसपछि 12 नम्बरमा छ मकवानपुर हेटौडा जाने। मकवानपुर हेटौडा जाने। हेटौडा पछि भरतपुर हुँदै चितवन जिल्लामा पुग्ने। चितवन भनेको भरतपुर। अब यो माथिको 4वटा त्यसपछि फेरि 5वटा अनि त्यसपछि फेरि 4वटा अनि जम्मा कतिवटा भयो त 1 2 3 4 5 6 7 8 9 10 11 12 13। अब जस्तै सुरुमा हामी कसरी याद गर्ने दोलखा सिन्धुपाल्चोक रसुवा धादिङ यो 4वटा जिल्लालाई गर्ने। यो माथिल्लो जिल्लाहरू छ जुन कहाँ राखिएको छ त हिमालमा छ। अनि यो दोलखा सिन्धुपाल्चोक रसुवा धादिङ। त्यसैगरी अर्को छ रामेछाप ललितपुर भक्तपुर काठमाडौँ नुवाकोट। त्यसैगरी अर्को छ सिन्धुली काभ्रे मकवानपुर अनि चितवन। यसैगरी हामीले यो प्रदेश नम्बर 3 मा रहेका 13वटा जिल्लालाई हामी पुरै जिन्दगीमा कहिले नबिर्सिने यस्ता ट्रिकहरू लगाएर यस्ता यो नक्साको माध्यमले हामी के गर्न सक्छौं त हामी पढ्न सक्छौं र माइन्डमा बसाए भने हामीले कहिल्यै बिर्सन सक्दैनौं। ल आजको यो क्लास तपाई सम्पूर्णलाई कस्तो लागेको छ? जस्तो लागेको छ त्यस्तै प्रतिक्रियाको अपेक्षा सहित तपाई सम्पूर्णको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।